साथीहरु भिडियोमा भ्युज गएन अरे भिडियो अपलोड गर्ने तरिका भनिदिनु न भन्नुभएको थियो सरले। हेर्नु है कसरी गर्ने, फुल भिडियो हेर्नु होला है त। फेसबुक मोनिटाइज भयो? मोनिटाइज भएन। हजुर। अनि मोनिटाइज भन्दा पनि कुनै भिडियोमा लगभग 1000 क्रस भ्युज जान्छ, कुनैमा जान्न के। तपाईले जान्नु भएको त होला, सबैले त्यस्तै सिम्पल हो गरे। तै पनि अब मैले थाहा पाएको मैले जसरी हाल्छु त्यसरी चाहिँ म हजुरलाई भन्छु गरे। भन्नु म फेसबुकमा जाम। फेसबुकमा जानु। त रोक्नु है त। तपाईकै भिडियो हेर्दै राखेको थिएँ। ए भर्खरै हालिरहेको थिएँ मैले, अनि त्यो भएर। ल यहाँबाट डाइरेक्ट यसरी पोस्ट गर्छु कि मैले। त्यसै प्लसको आइकन छ त्यहाँबाट गर्नु होला। सबै कुरा देखाउँछ। लाइभ प्लसमा जानु अनि भिडियो छ तपाईसँग एउटा? भिडियो त छ, भर्खरै पोस्ट पनि गरेको। मलाई सिकाइदिनु, म भोलि पोस्ट गर्नेलाई गर्छु। आजको त लगभग मैले गरिसकेँ, भर्खरै 10 मिनेट पनि भएको छैन। ए ठिकै छ। ल भिडियोमा जानु, कुन रिलमा जानु? त्यहाँ रिल लामो गर्ने कि छोटो गर्ने? मतलब रिल्स पोस्ट गर्नुहुन्छ कि भिडियो? रिल्स नै हो, छोटो नै हुन्छ। त्यो 20 22 25 30 सेकेन्डसम्मको, धेरै लामो छैन। ल रिल्समा ल एउटा भिडियो दबाउनु न। तपाईको गीत बजेर हो कि सुनेको? जबसम्म तिमीको गीत बजेर हैन, यहाँ लेख्ने। अब यो उबाट यहाँ भिडियोमा लेख्ने भयो, यहाँबाट लेख्ने भइहाल्यो के रे। माथि मतलब स्ट्याटस के लेख्न कताबाट जान्छ, यहाँ नेक्स्ट गरेर हुन्छ। नेक्स्ट यहाँबाट हुँदैछ। अनि माथि र टाइटल लेख्नु होला। हजुर। मतलब केही टाइटल, मतलब केही लेख्नु होला भिडियोको बारेमा, आफ्नो भिडियो जस्तो छ त्यस्तै। अनि तलतिर त्यही लेख्नु होला। तलतिर पनि त्यो डिस्क्रिप्सन पनि त्यही लेख्नु होला के रे। डिस्क्रिप्सन त्यही लेख्नु होला। अनि त्यसपछि एक दुईवटा ह्याशट्याग लगाउनु होला। ह्याशट्याग लगाउने कताबाट हो? यस्तै नै यही हो? यस्तो यस्तो हो कि कस्तो? नै त्यो मतलब पहिला त्यहाँ आफ्नो टाइटल लेख्नु होला भिडियोको बारेमा केही हैन। जस्तो तपाईको यो मेरो यस्तो एक्टिङ अथवा केही छ, केही न केही कुराको लेख्नु होला। त्यो भिडियो जस्तो छ आफ्नो त्यस्तै भिडियोको लेख्नु होला। हजुर। अनि तलतिर पनि त्यही लेख्नु होला हैन? हजुर। त्यो लेखिसकेपछि एक दुईवटा ह्याशट्याग लगाउने तरिका कस्तो छ भने, मेरो तल सार्नु त्यसलाई हल्का यता साइडतिर। हजुर। सार्नु भयो भने ह्याशट्याग एउटा तलतिर आएर ह्याज लेख्नु त, एउटा ह्याज गर्नु त। नत्र त्यही ह्याशट्याग दिएको हुन्छ कसैमा, दिएन भने आफूले हो त्यहाँ हेर्नु तलतिर ह्याशट्याग लेखेछ ऊ हो त्यहाँ। अब भाइरल रिल देखायो नि हो त्यहाँ एउटा शब्द लेख्नु होला। अनि त्यो भाइरल रिल देखाउँछ। भाइरल रिलमा क्लिक गर्नु त, ह्याशट्याग गर्नु। अनि त्यो आयो तल त्यो भाइरल रिल हो, त्यो एउटा दुईटा हो त्यस्तो चाहिँ लेख्नु होला। अब अर्को ह्याशट्याग लेखेर अब के तपाईको रिल्स के बारेमा छ त्यो अनुसार लेख्नु होला। त्यस्तो गर्नु होला। अनि त्यसपछि अनि अब स्टोरीमा हाल्न चाहनुहुन्छ भने त्यो गर्नु होला। तलतिर अन गर्नु होला। स्टोरीमा पनि पोस्ट गर्न सक्नुहुन्छ तपाईले, तल स्टोरी। अनि त्यसपछि यो ट्रान्सलेट योर भोइस विथ मेटा एआई लेखा छ नि त्यहाँ। हजुर। हो त्यहाँ दबाउनु होला। तपाईको भोइस ट्रान्सलेट भएर अरु भाषामा पनि उ हुन्छ के त्यो। मतलब अरूले पनि सुन्न सक्छन्, विदेशका मान्छेहरूले, हिन्दीमा इङ्ग्लिसमा हैन। यसलाई अन गर्दिनु यहाँबाट। अन गर्दिनु होला। किनभने अब अरूले हाम्रो भाषा त सबैले बुझ्दैन नि त। अनि बुझ्ने मान्छेले त्योबाट ट्रान्सलेसन भएर पनि बुझिन्छ के, बुझ्छन् मान्छेहरूले, हेर्छन्। त्यसलाई तलतिरको पनि अन गर्दिनु। एट लिप सिङ भनेको नि, त्यसलाई पनि अन गर्नु होला। अब ब्याक गरिदिनु। अनि त्यसपछि यो अब प्रत्येक भिडियोमा अन गर्नुपर्छ यो? एउटा भिडियोबाट यो सेटिङबाट गरेपछि भयो कि कस्तो? प्रत्येकमा गर्नुपर्छ। प्रत्येकमा गर्नुपर्छ। अब तपाईको एआई बाट बनेको भिडियो छ भने त्यहाँ एआई अन गर्नुपर्छ हैन? एआई बाट त म बनाउँदैन, म यस्तै अलिअलि बसे टाइम पास पनि हुने अन्नै यसो हो। तपाई आफै बोल्नु, म्युजिक भएकोमा चाहिँ त्यो उ गर्नु पर्दैन है। त्यो भोइस ट्रान्सलेट हुँदैन, बोलेकोमा मात्रै हुन्छ त्यो ट्रान्सलेट। जस्तो ब्याकग्राउन्डमा म्युजिक हालेको हुन्छ हैन, अगाडि भोइस चाहिँ मेरै हुन्छ, ब्याकग्राउन्डमा म्युजिक हाल्छु मैले। ठिकै छ। भए पनि नभए पनि गर्नु होला। हुने नहुने अटोमेटिक हुँदैन, केही फरक पर्दैन। त्यसरी पोस्ट गर्नु होला। मैले त्यसरी नै गर्छु, मैले जानेको कुरा है। हुन्छ ल, धेरै धेरै धन्यवाद, सिकाइदिनु भयो मलाई नि। यो तरिका थाहा थिएन कि। अस्ति एउटा भिडियो पोस्ट गरेर रोक्नु, म यो भिडियो अहिले पोस्ट गर्दैन, आजको गरिसकेको छु म। एउटा देखाउँछु है तपाईलाई भिडियो मैले अस्ति पोस्ट गरेको।
अस्ति पोस्ट गरेको एउटा भिडियो खै कताबाट झुक्यो हेर्नु कस्तो दामी भ्युज आखला यो हेर्नु कुनै भिडियो 17-1800 यस्तै छ कोही 2-300 मै अड्किया अब एउटा यो 10,900 आछ यो भिडियोमा हेर्नु भ्युज यसमा कसरी आयो यो भिडियोमै सबै एउटै खाले छ के यसमा कुनै फरक त्यस्तो केही छैन नै ठिकै छ त्यो भनेको जसरी एक दुईवटा ह्यासट्याग लगाउनु होला त्यो भोइस ट्रान्सलेट गर्ने अप्सन अन गर्नु होला अनि एक दुईवटा क्याप्सनहरू लेख्नु होला त्यहाँ बिचमा मतलब त्यो बोलेको भन्दा अगाडि आफ्नो भिडियोहरुमा पनि लेख्नु होला एक दुईवटा स्टिकर हाल्नु होला जान्छ राम्रोसँग भ्युज तपाईको राम्रै गर्नु भएको छ नि तपाईले ठिकै छ त्यसो भए हुन्छ ल ल